नमस्कार सम्पूर्णमा म झर्सी गोतामे। म अहिले मानवहरूको विषयमा विशेष गरी यो विभेदको विषयमा एउटा विषयको बारेमा अलिकति केही कुराहरू मलाई लागेको र मैले बुझेको जानेको कुराहरू भन्न गइरहेको छु। मानव समाजभित्र हामी मानवहरूभित्र एउटा विभेद छ, जो मानव मानव भएर मानवमै तपाईँको विभेद छ र मान्छे भएर मान्छेले सानो र ठुलो, ठुलो मान्छे सानो मान्छे र विशेष गरी पानीसम्म नचल्ने र छुवाछुत प्रथाको व्यवस्था जुन मानव समाजभित्र छ र छुवाछुत र विभेद मानवहरूले मानवलाई गरिरहेका छन्। यो एउटा यसको कुनै वैज्ञानिक कारण छैन, न प्राकृतिक कारण छ र दुईटै कुरा प्राकृतिक र वैज्ञानिक दुईटा कारण नभएको कुराहरू चाहिँ हामी बुझ्न सक्छौँ। कुनै कारणै छैन। त्यसैले मनुस्मृतिमा जसरी ब्राह्मण, क्षत्रिय, वैश्य, शूद्र भनेर चार भागमा विभाजित गरेको पाइन्छ हजारौँ वर्ष अगाडि, र त्यो हजारौँ वर्ष अघिदेखि त्यो चार भागमा विभेद भएको ब्राह्मण, क्षत्रिय, वैश्य, शूद्र, यसरी हजारौँ वर्षदेखि शूद्र हुने सबैभन्दा सानो जात, त्यसै गरी विशेष गरी अछुत र सिप र कला जानेका मान्छेहरूलाई अछुत बनाइयो र भाला र तरबार चलाउने लडाइँ गर्नेलाई क्षत्रिय र व्यापार र व्यवसाय गर्नेलाई वैश्य र वैश्यहरूको र व्यापार व्यवसायहरूको कल कारखाना फ्याक्ट्री उत्पादनमा हरेक ठाउँमा काम गर्नेलाई चाहिँ शूद्र भनेर नामकरण गरियो र वेद र शास्त्र पढ्नेलाई अध्ययन गर्नेलाई चाहिँ एउटा मास्टर जस्तो र त्यसलाई ब्राह्मण भनियो र विचारलाई ब्राह्मण भनियो र व्यवहारमा त्यसलाई चाहिँ शासकहरूले फरक फरक ढङ्गले गरेर हजारौँ वर्षदेखि ती काम गर्ने, ती सबैलाई बोक्ने, जसलाई शूद्र भनेर नामकरण गरियो, त्यो शूद्रले नै सारा राष्ट्रको सिङ्गो भार बोक्यो। सबैलाई बोकेर हिँड्न सक्ने शूद्र, र शूद्रले सबैलाई बोक्यो। ब्राह्मणलाई बोक्यो, क्षत्रियलाई बोक्यो, वैश्यलाई बोक्यो र स्वयं आफैलाई पनि बोक्यो। र त्यसरी लिखित रूपमा एउटा राज्य व्यवस्थामा सुरुवात भएको र शासकहरूले सुरुवात गरेको अत्याधिक काम गर्ने मान्छेहरूमाथि दमन, शोषण र उत्पीडा र विभेद र छुवाछुत प्रथाको त्यसरी सुरु भएको कालखण्ड र निरन्तर चल्दै आएको र सबै शासकहरूले त्यसलाई पालना गरेको र सबै विज्ञहरूले त्यसलाई पालना गरेको र आजसम्म हाम्रो पनि नेपाली समाजमा यस्ता खालका गतिविधि मानवभित्र विभेदहरू भइआएको छ, रहिआएको छ। विशेष गरी सिप र कला जानेका मान्छेहरू, आविष्कार र चेतनायुक्त भएका र सामान बनाउन सक्ने मान्छेहरू बिचमा र ती मान्छेहरूलाई चाहिँ मानव समाजभित्र दमन, शोषण, उत्पीडन र जातीय विभेद भएको र जातीय विभेद र जात भनेको कुनै वैज्ञानिक कारणै छैन, प्राकृतिक कारण छैन, सिधै मानव मात्रै। संसारको एकमात्र मानव, चेतनशील प्राणी मानव। 84 जीवहरू मध्येको एक जीव हो मानव। र हामीले कसरी मानवलाई व्याख्या गर्यौँ, बुझ्यौँ। मानव सबै एकअर्काका पूरक हुन्। एक अर्का बिना समाज बन्दैन, राष्ट्र बन्दैन र त्यो कुरा हामीले बुझ्न सकेनौँ, मानव बन्न सकिँदैन। र यसरी नै गणतान्त्रिक व्यवस्थामा यस्तै खालका व्यक्तिहरूले, यस्तै खालका सोच र विचार भएका, मार्क्सवादी सिद्धान्त र विचार भएका मान्छेहरूले, गान्धीवादी सिद्धान्त र विचार बोकेका मान्छेहरूले पनि पछिल्लो चरणमा फेरि के गरे भने एउटा चाहिँ त्यस्तै खालको पीडामा परेका र उत्पीडनमा परेका मानवहरूको निम्ति सबैको लागि भनेर उनीहरूले फेरि एउटा अर्को हजारौँ वर्षसम्म विभेद गरिरहने, विभेदमा परिरहने र सधैँ छुवाछुत र भेदभावमा पर्ने खालको जुन जातको, जुन व्यवस्थाको नामकरण गरे,
त्यो चाहिँ भनेर समग्र त्यस्ता जाति त्यस्ता मान्छेहरूलाई चाहिँ दलित भन्ने शब्दको उच्चारण गरेर त्यो शब्द कानुनी रूपमा संविधानमा राखिदिए। जसरी मनुले एउटा संविधान बनाउँदा हजारौँ हजारौँ वर्ष अगाडि एउटा संविधान त्यसरी बनाएर शूद्र भन्ने थर अर्थात् राखिदिएका थिए, त्यसै गरी अहिले 21औँ शताब्दीमा पनि हाम्रा राजनीति शासकहरूले के गरे भने ती विभेदमा परेका हजारौँ वर्षदेखि पिल्सिएर थिचिएर हेपिएर निच्चिएर चेप्टिँदै आएका पिल्सिँदै आएका र विभेद सहँदै आएका र समाजमा अपहेलित भएर बाँचेका मान्छेहरूलाई पनि फेरि दलित भन्ने शब्द बिराएर फेरि अर्को 20औँ हजार 50औँ हजार र 100औँ हजार वर्षसम्म टिकिरहने र त्यसलाई सधैँ रहिरहने त्यो नामकरण गरे। गणतान्त्रिक व्यवस्थामा 2072 को संविधानमा लिखित रूपमा त्यसलाई चाहिँ प्रमाणित गरेर कानुनी रूपमा बनाइराखेको एउटा शासकहरूले बनाएको प्रथा र यी सबै म त भन्छु कुप्रथा हुन्। मानवहरू बीचमा मानवलाई छुटाउने अधिकार तिमीहरूले कसैलाई पनि छैन, मानवलाई छैन। जबसम्म विज्ञानको प्राकृतिक रूपमा छैन भनेपछि हामीलाई छैन। प्रकृतिले नछुटाएको तिमीले कसरी छुटाउन सक्छौ, तिमीले कसरी भन्न सक्छौ। बस एउटा मानव भएर अर्को मानवको लागि हामीले मानव बन्ने कोसिस गरौँ। मानवमा भएको विकृति र विसङ्गति विभेद र भेदभावलाई मुक्त गरेर समुन्नत मानव समाज निर्माणको लागि तपाईँ हामी एकजुट भएर अगाडि बढौँ। ताकि तपाईँ हामीले एउटा शासकले बनाएको विभेद गर्न बनाएको संविधान विभेद गर्न बनाएको नीति कार्यक्रमलाई त्यसलाई फलो नगरौँ, त्यसमा भर नपरौँ, त्यसलाई साथ र सहयोग नगरौँ, त्यसको सधैँ विरोध गरौँ। मैले तपाईहरू बीचमा राखिहालेँ मैले बुझेका कुरा। हजारौँ वर्ष अगाडि मनुस्मृतिमा जसरी लेखियो जसरी बनाइयो त्यो पनि एउटा संविधान थियो। त्यसै गरी अहिले दलित भन्ने शब्द जुन मानव समाजमा सिप र कला दक्ष भएका मान्छेहरू बीचमा चाहिँ राखिएको छ राजनीति गर्नको लागि, त्यति बेलाको पनि एउटा राजनीति थियो। त्यो राजनीतिले हजारौँ हजारौँ वर्ष पार गर्यो र त्यो विभेद सधैँ जगाडियो र बिउ त्यति बेला रोपियो र अर्को दोस्रो बिउ फेरि 21औँ शताब्दीमा चाहिँ गणतान्त्रिक व्यवस्थामा आइसकेपछि पनि यसरी बिउ रोपिएको छ। यो चाहिँ पूर्ण रूपमा मानव विरोधी र मानवलाई विभेद गर्ने जराहरू गाडिएका र मानवलाई भेदभाव गर्ने बिउ हो। यो बिउ रोप्नु हुँदैन, यो बिउलाई मेटाउनुपर्छ र बिउको अन्त्य गर्नुपर्छ भन्न चाहन्छु। धन्यवाद।